आज हामी चाहिँ बे अफ फायर्स विश्वकै नम्बर 2 मा पर्ने बीचमा जाँदैछौँ। हेरौँ त्यहाँको वातावरण कस्तो हुनेछ। हामीले धेरै सुनेका छौँ, धेरै हाइप भएको छ बे अफ फायर्स। सो लेट्स सी व्हाट विल बी द रियालिटी व्हेन वी रिच देयर। एन्ड आज चाहिँ एकदमै वेदरले पनि साथ दिएको छ। इट्स so lovely outside. Yeah, can't complain. It's so good out here. Like the temperature is good, the weather is good, everything is good today. Okay, stay tuned. So हामी बे अफ फायर्स कन्जर्भेसन एरियाको एन्ड पोइन्टमा आइसकेका छौँ होइन। योभन्दा उतापट्टि चाहिँ रोड एक्सेस छैन, यही लास्ट इन्ड हो। सो इन्डमा चाहिँ कार पार्क छ, तर यहाँ होटेलहरू चाहिँ केही देख्न सकिन्छ। सायद यो बिल्डिङ्सहरू चाहिँ यहाँ बस्नको लागि लजहरू होला है, थाहा छैन। एउटा सुविधा नभएको चाहिँ यहाँ क्याम्पिङ नि गर्न पाइँदैन रहेछ, अनि कुकुर चाहिँ ल्याउनु पाइँदो रहेछ। क्याम्पिङ नि गर्न पाइँदैन, आगो बाल्न पनि पाइँदैन होइन। अनि टोइलेटहरू पनि रहेनछ। सो गाडी पार्क त्यहाँ गरेर यहाँबाट हिँड्दाखेरि सुरुमै बोर्ड छ, वेलकम टु गार्डन्स बे अफ कन्जर्भेसन एरिया भनी। यहाँबाट चाहिँ एक्सेस रहेछ होइन। गाइस कस्तो छ हेरौँ। ओ माई गॉड, दिस इज द भ्यू होइन। Baby is that no? अनि चाहिँ यसरी बाँधा जसरी अरू बाटोहरूमा छ। कस्तो हावा चलेको है, हेर न। म पनि बस्छु त्यहाँ साइडमा हेर, यता बस्दाखेरि कस्तो अप्ठ्यारो बस्ने ठाउँ रहेछ यहाँ। सिनारी अनुसारको च्याउजा ल्याउनु बिर्सेर चाहिँ यस्तो भइरहेको हुन्छ। अब चाहिँ हामी फाइनली घर फर्किन लाग्यौँ है। हामी यहाँ 2 घन्टा बसिसक्यौँ। अब यहाँबाट फेरि लन्च स्ट्यान्ड पुग्नलाई चाहिँ 2.5 घन्टा लाग्छ। तर हामीले अघि डिस्कस गरेको थियौँ कि आउने बेलामा चाहिँ हामीले कति राम्रो बिच देखेको थियौँ बाटोमा। सो त्यहाँ पनि छिर्न सक्छौँ भन्ने हाम्रो प्लान भएको छ। अब हेरौँ टाइमले साथ दिन्छ कि दिँदैन। हामी यहाँ कार पार्कमा चाहिँ आइसकेका छौँ। अब यहाँबाट जाने बेलामा टाइमले साथ दियो भने हामी त्यो बिचमा पनि छिरिन्छ। भ्यू चाहिँ यो बाटो बे अफ फायर्स आउने बेलामा चाहिँ एकदमै बवाल देखिँदो रहेछ है।
ओके अब चाहिँ हामी घर फर्केको यस्तो राम्रो भ्यू देखेर चाहिँ घर फर्किनै मन लाग्थेन मलाई त त्यही त्यो बिचमा खेलेर बसिरहन मन लाग्थ्यो तर के गर्ने पानी पर्न थाल्यो अनि घर त फर्किनै पर्यो ओके अब आजको हाम्रो ब्लग चाहिँ यहीँ नै इन्ड हुन्छ थ्याङ्क यू